राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौँ महानगरपालिकालाई 1 लाख रुपैयाँ जरिवाना बुझाएको छ। आइतबार पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्याएको भन्दै महानगरले राप्रपालाई 1 लाख जरिवाना गरेको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीको प्रदर्शन जति नै भए पनि राजतन्त्र नफर्किने बताएका छन्। पर्सामा एकजना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि सोमबार करिब 12:30 बजेको समयमा एकजना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका हुन्। उनी बारा जिल्लाको रहेको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछानेले आफूले बोल्ने समय एकदम नजिक आएको प्रतिक्रिया दिएका छन्। रूपन्देही स्थित उच्च अदालतमा बाहिरिने क्रममा राजसपा सभापति लामिछानेले मेरो बोल्ने समय एकदम नजिक आएको र त्यसको तयारीमा बसिरहेको प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक मुनाफा कमाउने उद्देश्यबाट निजी शैक्षिक संस्थाहरू खोल्न नहुने बताएका छन्। उनले शिक्षा क्षेत्र उद्योग नभएकाले अत्याधुनिक मुनाफा कमाउन उद्देश्य नराख्न समेत आग्रह गरेका हुन्। देशको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा 2 शिफ्टमा अपरेसन सेवा सुरु भएको छ। वीर अस्पतालमा कुनै अपरेसन गर्नु पर्यो भने 2-3 महिनासम्म पालो आउँदैन भन्ने गुनासो सेवाग्राहीको रहने गरेको थियो। बोरामा प्याक गरेर बागमती नदीमा शव फालिएको घटनामा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पेम्बा तामाङ नाम गरेका व्यक्ति रहेको प्रहरीले जनाएको छ। होस्टेल 3ले घरेलु बक्स अफिसमा सुखद कमाई गरेको छ। फागुन 23 गते शुक्रबारदेखि रिलिज भएको उक्त फिल्मले प्रदर्शनको 3 दिनमा 1 करोड 46 लाख ग्रस कमाई गरेको चलचित्र विकास बोर्डको बक्स अफिसमा उल्लेख गरिएको छ। पर्सा प्रहरीले 6 किलो चरेसहित 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा 1 जना बारा जिल्ला र अर्का 2 जना सोही पर्सा जिल्लाका रहेको बताइएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देशलाई सङ्कटबाट मुक्त तुल्याउन राजाबाट सहयोगको निम्ति गरिएको आह्वानलाई जनताले अनुमोदन र आत्मसात गरेको निष्कर्ष निकालेको छ।